नमस्कार अङ्कल। हजुर नमस्कार। यो हजुरले साह्रै राम्रो बनाउनु भएको रहेछ। के बनाउनु भएको यो मलाई भनिदिनुहोस् न है। यो म अब त्यो हङकङ भनेर त्यो गीतमा सुनेको मात्रै क्या। हजुर है हजुर त्यो गीतको भरमा काल्पनिक बनाएको क्या। हजुर यो यो के अरे साँच्ची नि ए भाइ के अरे त्यसले के अरे हाम्रो सत्यकला खगेन्द्रको हाम्रो गीत गाइरहनु हुन्छ कि। हजुर ओसन पार्कमा भन्ने गीत थियो। अनि ओसियन पार्कमा काल्पनिक यस्तो हुन सक्छ। यो चाहिँ है यो ओसियन पार्क। हजुर यो हङकङको प्रेनी एयरपोर्ट बनाएको हजुर है। यो हजुर इन्टरनेसनल हजुर है। हजुर अब यो चाहिँ गेट पल्लो चाहिँ गेट है। हङकङ है नि गेट हो। यो त एयरपोर्टको गेट है। यो काल्पनिक बनाएको हजुर है। यस्तो हुन सक्छ होला सायद ड्रिम्समा सपनामा पनि यसो देखितो होला क्या हामी। यो चाहिँ ग्रान्डी हस्पिटलको टपको हेलिप्याड हो। हजुर यो माथिको चाहिँ यो चाहिँ इमर्जेन्सी यो इमर्जेन्सी प्लेन हो। यो हेलिकप्टर हेलिप्याड हो। हजुर इमर्जेन्सीमा जाने हो। यो माथि ग्रेन्डिया यो यो जम्सन हजुर अब यो त भइहाल्यो है। यो ओसियन पार्क भयो। यो चाहिँ हङकङको हो नि त हजुर। हङकङ टाउन छ। यता आउन कान्छ त्यो नगर यता त्यो अनि फेरि त्यहाँ हुँदैन नि त। दुई तले बस चाहिँ त्यहाँ हङकङको हजुर कुन दुई तले बस त्यहाँ दुई तला छैन। ए उपल्लो ठिक ठिक। अनि हो त्यो यो चाहिँ यो नेपालको जोमसोम जोमसोम नेपालको जोमसोम है हजुर को एयरपोर्ट हो हजुर। है। अनि ऊ त्यो पल्लो चाहिँ के बनाउनु भएको पल्लो चाहिँ यो बौद्ध यो त्यहाँ चाहिँ प्रायः शेर्पा सोसाइटीको त्यतिहरू छन्। हजुर त्यो चाहिँ बौद्ध उयो चाहिँ स्तूप बौद्ध स्तूप। यो चाहिँ स्तूप। चोयु चोइ हिमाल है। चोयु हिमाल हजुर। हगि यो चाहिँ तल मुनिको पहाडहरू के पहाडहरू हुन् हो। यो ओल्लो के बनाउनु भएको यो जोमसोम यो हजुर। यो चाहिँ घण्टाघर यो त टावर के थियो टावर हो है। यो टिकट काउन्टर हो ए है। यो पनि मैले बनाएँ। यो होटल यहाँ यसो यसो खाजा पानी चिया खाने ठाउँ। खाजा नास्ताको व्यवस्था हजुर। है। घरिघरि कुखुराले भत्काइदिन्छ र ठिक त्यो ठिक। मुनिको यो सडकमा यसो सडक ट्याक्सी यो टर्निङ नै सडक हो यो हगि। यो अब जोमसोम हजुर। यो चाहिँ के हो गेट यो चाहिँ गेट बनाउनु भएको हजुर गेट बनाएको है। हनुमान ढोकाको गेट हो यो जोमसोम ए जोमसमको गेट जमसमको गेट यो एयरपोर्ट आउने गेट हजुर। यो जोमसमको एयरलाइन जोमसङ यो एयरपोर्ट हो हजुर। है। यहाँ यो स्टोर सेवा जोमसमको यो चाहिँ एयरपोर्ट 6948 किलोमिटर अग्लो होइन माथि छ। हजुर। यो नेपालको सबभन्दा अग्लो स्थानमा रहेको एयरपोर्ट एयरपोर्ट हो। हजुर। अनि यो माथि पनि राख्नु भएको रहेछ यो के हो ए यो हजुर। यो त उचिल थियो होइन उल्लु उल्लु ए थियो रहेछ अहिले पुरानो भएर हो। पुरानो भएर चाहिँ त्यस्तो भएको हो है। त्यसको पखेटा भेट्टा अनि त्यो ए अनि त्यो पखेटा अनि यो चाहिँ सिंहदरबार यो सिंहदरबार हाम्रो नेपालको है। सिंहदरबार अनि ऊ पनि राख्नु भएको रहेछ नि के हो यो हो त्यो यो चाहिँ यो बौद्ध हो। यो बौद्ध बनाउनु भएको बौद्धको माने हो क्या बौद्धको माने। अनि यो चाहिँ अनि यो काठको यो रिङ रोड हो यो रिङ रोड हो यो गाडी हो यो काठमाडौँ मसिनो मसिनो यो रिङ रोड हो गाडी बनाएर राख्नु भएको रहेछ बाँकी हैन छ यहाँ है। यो रिङ रोडमा हिँडिरहेको गाडी लस्कर हजुर रिङ रोडको गाडी हो यहाँ धेरै बनाउनु पर्ने छ। बनाउनु चाहिँ यो काठमाडौँको ट्र्याक हो। यहाँ ऊ के अरे बनाउनु बाँकी छ। हजुर। यो यता चाहिँ तपाईँको हजुरको घर होइन यो चाहिँ हजुर। अनि हजुरले चाहिँ यता उँधो पनि राख्नु भएको रहेछ। यो चाहिँ के बनाएर राख्नु भएको है। यहाँ पनि राख्नु भएको रहेछ यो के थियो हुटी च्याउ भन्छ ए हुटी ट्याउ है हाम्रो हजुर। कि डाइनेसर नेपालीको राष्ट्रिय भाषाबाट। अनि यहाँ एउटा यसको नाममा उल्फ पनि होइन उल्लु पनि बनाएको छ। उल्फ भनेको उल्लु ऊ तल पनि रहेछ त्यो कुखुरा खोरमाथि बसिरहेको कुकुर ए कुखुरा रुङ्ने कुकुर ए कुकुर हो त कुकुर बेलायती कुकुर। हजुर। अरूले बेलायतबाट ल्याउँछन् म चाहिँ त्यो आफैले कल्पना गर्नुभयो तपाईँले होइन जस उत्पादन आफैले गरे। एकदम राम्रो बनाउनु भएको रहेछ यो चाहिँ होइन एकदम कल्पना गर्नु भएको रहेछ भित्र हङकङ भित्र के छ भन्ने कुरो यस्तो हुन सक्छ है भनेर हो परिकल्पना गरेर बनाइएको रचेर बनाइएको रहेछ खुसी लाग्यो ऊ त्यहाँनिर त्यो एउटा
चरा जस्तो देख्दैछु हो त्यो त्यो रुखमा बस्छ चरा होइन त्यो लम्पुस्रे चरा हो त्यो यो चाहिँ होइन त त्यो हाम्रो बेल्टमा त्यो एक अँ। प्रकारको त्यो केरी जस्तै हुन्छ हजुर मजुर जस्तै हजुर। लामो पुच्छर भएको अनि त्यसको स्मरण आएर त्यसको हो। त्यसले बनाएको हाम्रो सम्झनामा आएर। अङ्कलले चाहिँ यस्तो कल्पना गरेर यस्तो यस्तो बनाउनु भएको छ यो चाहिँ यो सबै हाम्रो देशमा भएको मात्रै नभएर बाहिर देशको शुद्ध इन्टरनेसनल होइन उहाँले चाहिँ झल्काउने गरी राख्नु भएको छ यहाँनिर इन्टरनेसनल एकदम मेहनत गरेर उहाँले चाहिँ हरेक कुरा यसरी बनाएर राख्नु भएको छ उहाँको चाहिँ कलाहरू चाहिँ एकदम राम्रो छ यहाँ त होइन पहिला माथि थियो नि झन् खतरा खतरा छ। माथि हुन्छ हजुरको नाम चाहिँ के हो भनिदिनुहोस् न है भक्तबहादुर राई राई हजुर भक्तबहादुर दुमी राई हाम्रो ऐसेलुखर्का गाउँपालिका 7 माक्पा हजुर निवासी हुनुहुन्छ यसरी धेरै कल्पना गरेर उहाँले चाहिँ यो बनाएर राख्नुभएको छ तपाईँहरूले हजुरहरू त्यो पनि आएर रोचक तरिकाले होइन हेरिदिनु सक्नुहुनेछ भएकोमा है। मलाई पनि एकदम म पनि आभारी छु हो है हजुर गौरव लाग्छ अनि अझै बनाउने आउने अझ दिनहरूमा पनि यस्तै यस्तै आगामी कुराहरू चाहिँ दिनहरूमा हजुरले झन् फेरि पनि अझ राख्नुहोस् भन्न है, चाहन्छु म चाहिँ है बनाउने बनाउनुहोस्। लहर छ। किनभने म केटाकेटीदेखि नै शौकिन प्रेम हो हो होइन, एकदम कल्पना गर्नुहुन्छ तपाईँले हरेक कुरा हो जुन हस् त हजुरलाई नमस्कार हजुर। धन्यवाद भन्न चाहन्छु थ्याङ्क यू